कतिजना लागिरहेको छ भन्ने कुरा नि थाहा छैन। भिड एकातिरको बाटो हो, एकातिरको बाटो हो। फेरि यता जानु लाग्छ त, फेरि क्रस गरेर यता जाने हो। अब म झरम ल ओके। के ल्याउने हो हामीले? सब्जी तरकारी मास्क लगाएर आउनुपर्छ, धुलो बढ्नु लाग्छ। नींबू 40 के आधा किलो, नींबू 40 के आधा किलो। मास्क लाउनु पर्दो रहेछ। खाली जाने दामी छ कपडा पसल। कति कपडा सिलाउँछ अब सबै गाडी आयो लाग्नु दिनु क्या कसरी लगेको देखिन के नाइ नलैजाउँ चिसो यहाँको राम्रो मिठो नि हुन्न इन्डियाको गुलियो बढी हुन्छ चिनी पराठा त इन्डियाको त खाने इन्डियाको त खाने
चिसो बिल्कुल लान दिन्न होला कसैले लसेन अँ के अहिले बेकार निकाल्नु पऱ्यो भने भएर झ्याउ हुन्छ बरु जलपोखरी गएर ल्याउँला खाना मन 2.5 किलो 2.5 किलो 2.5 किलो 2.5 किलो डालो भैया के भन्छ मेरो च्याटिङ के भन्छ मेरो च्याटिङ झाडु पुरानो बेला भएर चाहिँ हजुर मात्रै नलिएर जाउँ सबै गरेर कपडा हामीले 25-26 सयको ल्याउँला कति सस्तो पर्छ यहाँ तर मेरो लागि केही ल्याएनौँ के अरे हजुर लाउँदा त केही छोड्दैन त त्यो पनि हो मेरो छ न त अब मैले मेरो सबै कपडा हेरेर स्याहार गर्नु छ पुरै हराछ मेरो कपडाहरू अब टी सर्ट जाङ्गी यहाँ राम्रो पाइन्छ देखि जाङ्गी पाइन्छ टी सर्ट हुन्छ हजुरको जति भए पनि टी सर्ट मलाई मन पनि पर्दैन यता रुपेडिया इन्डियाको खुइलिन्छ जेन्ट्सहरू केही चिज पनि राम्रो छैन यहाँ जुत्ता त मन पर्दैन मलाई यहाँको एउटा बाँटा लैजाने कि बरु कहाँबाट उयो